नमस्ते साथीहरू। आज हामी कुरा गर्न लागेको छौं बैंक बचत खाता भर्सेस डिजिटल वॉलेट जस्ता ई सेवा खल्ती आदि। हामी मध्ये धेरै जना दुवै प्रयोग गर्छौं, तर कुन राम्रो हो, कहाँ के फाइदा हुन्छ, आउनु बुझौं। पहिलो, सेक्युरिटी। बैंक खातामा पैसा राख्दा धेरै सुरक्षित हुन्छ। नेपाल राष्ट्रिय बैंकले नियमन गर्छ, इन्सुरेन्स पनि हुन्छ। तर वॉलेटमा सुरक्षा त छ, तर बैंक जस्तो स्ट्रङ रेगुलेसन छैन। पासवर्ड वा ओटिपी चुह्यो भने पैसा हुर्र गायब हुन्छ। दोस्रो, इन्ट्रेस्ट, ब्याज। बैंक खाता तपाईको बचतमा ब्याज पाइन्छ। 7 देखि 8% सम्म बैंक अनुसार फरक हुन्छ। तर वॉलेटमा यहाँ ब्याज छैन, पैसा राख्दा बस बसिरहेको हुन्छ। तेस्रो हो सजिलो। यहाँ वॉलेटमा मोबाइलबाट तुरुन्तै रिचार्ज, अनलाइन शपिङ, बिल पेमेन्ट सबै सजिलो, कतै लाइन बस्न पर्दैन। तर बैंकमा धेरै कुरा गर्न एटिएम वा ब्रान्च जानुपर्ने हुन्छ। एप छ, तर वॉलेट जति फास्ट छैन। चौथो, खर्च गर्ने बानी। वॉलेटमा पैसा सजिलोसँग खर्च हुन्छ, एउटा क्लिक अनि पैसा गयो। तर बैंक खातामा पैसा निकाल्न अलि गाह्रो हुन्छ, त्यसले बचत गर्न सजिलो हुन्छ। पाँचौं, लङ टर्म एन्ड सर्ट टर्म। बैंक खाता लङ टर्म सेभिङ र इन्ट्रेस्टको लागि राम्रो हुन्छ। इमर्जेन्सीमा ठुलो रकम चाहियो भने बैंक खाता बेस्ट हो। तर वॉलेटमा सर्ट टर्म डेली खर्च जस्तै रिचार्ज, शपिङ, फुड अर्डरको लागि पर्फेक्ट हो। अब निष्कर्ष, बैंक खाता सुरक्षित हुन्छ, प्लस ब्याज र लङ टर्मको लागि, बचतको लागि एकदमै सेफ हो। तर वॉलेट चाहिँ सजिलो र तत्कालीन खर्च र डिजिटल लाइफको लागि राम्रो हो। तसर्थ दुवै चाहिन्छ, बैंक खाता बचतको लागि, वॉलेट र सजिलो ट्रान्ज्याक्सनको लागि। साथीहरूले सोचेर ब्यालेन्स बनाउनु पर्छ, पैसा पनि बचत होस् र सुविधा पनि मिलोस्। त्यसो त बैंक खाता र वॉलेट दुवै हाम्रो जीवनमा मोबाइल र चार्जर जस्तै हो। मोबाइल मात्र छ भने कामै हुँदैन, चार्जर मात्र छ भने त झन् युजलेस। त्यसैले दुवै राखौँ, लाइफ इजी बनाऊ।